हजुरले माया गरेको प्रेमिका किचकण्डी निस्की भनी अपनाउनुहुन्छ? यो कथा अंकितको हो। अंकित हरेक वर्ष दशैंको बिदामा गाउँ जान्थ्यो र हजुरबुबा हजुरआमासँग केही दिन बिताएर फर्किन्थ्यो। तर कामको व्यस्तताले गर्दा अंकित 5 वर्षदेखि गाउँ जान सकेको थिएन। साल थियो 2066। यसपटक जसरी पनि दशैं गाउँमै मनाउने सोचेर अंकित गाउँ फर्कियो। 5 वर्षपछि आफ्नो नातिलाई देख्दा हजुरबुबा हजुरआमा असाध्यै खुसी भए। सानो केटो भनेर छोडेको नाति अहिले अग्लो जवान भइसकेको थियो। गाउँ फर्किएपछि अंकितलाई बाल्यकालका ठाउँहरू सम्झिन मन लाग्यो। त्यसैले एक साँझ ऊ गाउँ वरिपरि घुम्न निस्कियो। सूर्य अस्ताइसकेको थियो। अँध्यारो बिस्तारै गाउँभरि फैलिन थालेको थियो। त्यसै बेला अचानक कसैले बोलायो। अंकितले पछाडि फर्केर हेर्यो। त्यहाँ एक सुन्दर युवती उभिएकी थिइन्। उनले मुस्कुराउँदै भनिन्, तिमी अंकित नै हो नि? हो, तर म तिमीलाई चिन्दिन। युवतीले भनिन्, म सपना, हामी एउटै स्कुलमा पढ्थ्यौं। अंकितलाई खासै याद आएन, तर उनले सानोमा सँगै खेलेको, सँगै स्कुल गएको कुरा सुनाइन्। अन्ततः अंकितले विश्वास गर्यो। त्यसपछि त हरेक साँझ उनीहरू भेट्न थाले, घुम्थे, कुरा गर्थे, हाँस्थे। बिस्तारै अंकितलाई सपना मन पर्न थाल्यो। एक दिन उसले साहस गरेर भन्यो, सपना, म तिमीलाई मन पराउँछु। सपना केही बेर चुप लागिन् अनि भनिन्, म पनि तिमीलाई मन पराउँछु, तर एउटा शर्त छ। के शर्त? सपनाको मुस्कान अचानक अजीब भयो। तिमीले कहिल्यै मेरो ढाड नछुनु। अंकित हाँस्दै सहमत भयो। त्यसपछि सपना हरेक रात अंकितको कोठामा आउन थालिन्। झ्यालबाट भित्र पस्ने र बिहान हुनु अघि फेरि झ्यालबाटै हराउने। तर केही दिनमै अंकित कमजोर हुन थाल्यो। उसको शरीर दिनदिनै दुब्लाउँदै गयो। अनुहार पहेँलो हुँदै गयो। डाक्टरले जाँच गरे, कुनै रोग भेटिएन। अन्ततः गाउँको धामी बोलाइयो। धामीले अंकितलाई हेरेर भने, यो केटालाई किचकण्डीले मोहिनी लगाएकी छ। अंकित रिसायो। सपना त्यस्तो होइन। धामीले शान्त भएर भने, किचकण्डी अत्यन्त सुन्दर देखिन्छ। उनीहरूले जवान केटाहरूलाई प्रेममा पार्छन् र बिस्तारै उनीहरूको जीवन शक्ति खान्छन्। त्यसपछि धामीले एउटा पुरानो घटना सुनाए। केही वर्ष अघि एउटी केटी थिइन्, सपना। एसएलसीमा फेल भएपछि लाज र निराशाले उनले यही रुखमा आत्महत्या गरिन्। तर जब गाउँलेहरू उनको शव झिक्न गए, रुख खाली थियो। शव कहिले भेटिएन। धामीले अंकितलाई एउटा लामो धागो दिए। आज रात ऊ आएपछि उसको ढाडको कपडामा यो धागो बाँधिग्यो। त्यो रात पनि सपना झ्यालबाट कोठामा आइन्। जाँदा अंकितले चुपचाप उनको ढाडको कपडामा धागो बाँधिदियो। भोलिपल्ट बिहान धामी, अंकित र हजुरबुबा धागो पछ्याउँदै जंगलतिर गए। धागो माटो मुनि पुगेको थियो। माटो खनेर हेर्दा त्यहाँबाट एउटा कंकाल निस्कियो। छेउमै एउटा पुरानो स्कुल ब्याग थियो। त्यसमा लेखिएको थियो, सपना। गाउँलेहरू स्तब्ध भए। धामी बिस्तारै बोल्न थाले। सपना आजभन्दा 4 वर्ष अघि यही हराएकी थिइन्। अचानक अंकितको अनुहार फिक्का भयो, किनकि उसले केही याद गर्यो। सपना कहिल्यै हिँडेर जाँदैनथिन्। उनी सधैँ उल्टो फर्केर जंगलतिर जान्थिन्। अनि त्यही बेला अंकितको कान नजिकै कसैले फुसफुसायो, मैले त भनेकी थिएँ नि मेरो ढाड नछुनु भनेर। अनि किन मेरो ढाडमा धागो बाँधेको?